हेलो दोस्तों, जय हिंद, जय भारत, जय उत्तराखंड, जय श्री राम। दोस्तों, मेरो आज को वीडियो यो नेपाल में आको आपदाग्रस्त जतिजना भाइ बहिनी, दिदी बहिनीहरू, दाजुभाइ जति पनि छ आपदामा ग्रसित भएको, हे भगवान यो नेपालसित के भयो के गर्यो होला। यस्तो दुःखको घडीमा दाजुभाइ दिदी बहिनीहरू, हामी इन्डियन हो। यस्तो दुःखको घडीमा हामी पुरै इन्डियन तपाईहरूको साथमा छ। यस्तो आपदा कसैको जीवनीमा नआओस्। बहुत धेरै ठुलो आपदा आएको छ नेपालमा। यस्तो सोशल मिडियामा जस्तो यो भिडियो हेर्दैछु, हे भगवान भिडियो हेर्ने मनै गर्दैन। त्यस्तो डेन्जर भिडियोहरू के गर्ने। अब भगवानलाई यस्तै मन्जुर थियो होला, हैन। अचानकको आपदा हो। और फेरि नेक्स्ट भिडियो पनि हेरेँ मैले। एकजना त्यो मरेको मान्छेको कान नोचेर त्यसको सुन निकाल्दै थियो। त्यो भिडियो हेरेर म त अचम्म पर्यो यार। कस्तो मान्छेहरू पनि हुन्छ। अब म यस्तो लाग्दैछ कि त्यो मान्छे नेपाली थिएन होला। त्यसलाई पक्रेर सोध्नु त्यो नेपाली छ कि छैन भनेर। त्यो नेपाली हिन्दू हो कि कोही, पक्का त्यसलाई सोध्नु। त्यो नेपाली छैन होला सायद, किनभने एक नेपाली वीर योद्धा हुन्छ। त्यस्तो कायराना हरकत गर्दैन कहिले नि। तो ठीक छ दोस्त, दाजुभाइ बहिनीहरू, दिदी बहिनीहरू, यस्तो दुःखको घडीमा हम सदैव तपाईहरूको साथमा छ। म आज पुरा नेपाली बोल्ने कोसिस गरेछु। मेरो नेपाली बोलेकोमा केही गल्ती भयो भने मलाई माफ गर्नु। अब यो दुःखको घडीमा आपदा हो, कसैले केही गर्न सक्दैन। अब जानमालको लागि हाम्रो इन्डियाले त पठाएको छ दवाई, खानापिना त्यो आपदाग्रस्त मान्छेहरूको लागि। ल त साथीहरू, ठिक छ। ल त्यो आपदामा मरेको मान्छेहरूलाई हाम्रो तर्फबाट एकदम अश्रुपूर्ण श्रद्धाञ्जली। भगवान तिनीहरूलाई आफ्नो श्री चरणमा स्थान दियोस्। और जो त्यो आपदामा ग्रसित भएको मान्छेहरूलाई छिट्टो ठिक हुने कामना गर्छु भगवान भोलेनाथसँग। ठीक छ त दोस्तों, ओके फिर बाय बाय। जय हिंद, जय भारत, जय उत्तराखंड।